आज फेरि हामी बर्मुडाकै एउटा सहर हमिल्टन भन्ने सहरतर्फ जाँदैछौँ। यो सानो फेरीमा चढेर अगाडि जाँदैछ। लगभग हाम्रो 25-30 मिनटको यात्रा रहनेछ यो सानो फेरीमा। यो सानो फेरी पनि लगभग 200-300 जना मान्छे बोक्छ। यो चाहिँ सानो बोटहरू। जति सहरमा रोड बाटोमा गाडीको आवश्यकता पर्छ त्यति नै गरी यो समुद्र बाटोमा चाहिँ यो सानो बोटहरूको आवश्यकता छ एक ठाउँबाट अर्को ठाउँमा जानको लागि। यसलाई चाहिँ याच भन्छ। एकदमै लग्जरियस हुन्छ, एकदमै महँगो। यो चाहिँ प्राय पर्सनल पनि हुन्छ र प्रायले चाहिँ यताउता गर्नको लागि पनि यसलाई प्रयोग गरिरहेको हुन्छ व्यावसायिक रूपमा पनि। अब चाहिँ हामी फेरीबाट बाहिर निस्किँदैछौँ, मार्केटतर्फ लाग्दैछौँ। हामी अहिले चाहिँ हमिल्टन सहरमा आइपुगेका छौँ। चाहिँ एकदमै सुन्दर सहर, एकदम सफा, एकदमै व्यवस्थित घरहरू, एकदमै लोभलाग्दो वातावरण छ। भुइँमा तपाईँ फोहोरको केही टुक्रा पनि देख्न सक्नुहुन्न, यति सफा र क्लियर छ। जता हेरे पनि एकदमै सुन्दर, एकदमै सफा। रोडमै पनि बस्न सकिने, रोडमै बस्नलाई पनि आनन्द आउने, आनन्दले सुत्न मिल्ने ठाउँ छ। काहीँ फोहोर टुक्रा देखिँदैन। हाम्रो देशमा त यो कल्पना पनि गर्न सकिँदैन। विकसित देश र विकसित ठाउँ भनेको विकसितै हो। ल हेर्नुहोस्, यस्तो देखिन्छ। यसरी नै आजको